What? रगत सकत नहीं आइरहेछ यहाँ घाउसाउ भइरह सो हे गाइज वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ के हुँदैछ भन्दाखेरि नि होइन हाम्रो चाहिँ एउटा नेपाली कोल्ड ड्रिङ्क्स ब्रान्ड लेमोन्जाको चाहिँ क्रिएटर मिटअप हुँदैछ होइन अनि त्यसमा चाहिँ हामीले क्यालिस्थेनिक सोकेस गर्ने मौका पाएका छौँ त्यही भएर हामी चाहिँ 3-4जना ग्रुप भएर क्यालिस्थेनिक सोकेस गर्न जाँदैछौँ सो हामी चाहिँ के गर्नेछौँ तपाईँहरूलाई देखाउनेछौँ होइन सबै देखाउनेछौँ त्यसको लागि चाहिँ हाम्रो भिडियोमा बनिरहनु होला लेट्स गो किप वाचिङ गाइज सो हामीसँग चाहिँ यहाँ ईश्वरा दिदी अनि लक्ष्य हुनुहुन्छ सो हामी भर्खर चाहिँ लक्ष्मणको घरमा होइन ड्रेसअप चेन्ज हानेर आएको थियौँ किनकि हामीले पहिला जुन लगाएको कपडा थियो त्यो चाहिँ होइन हामीले यहाँ सामानहरू ओसार पसार गर्दा गर्दा फोहोर भइसकेको थियो क्या सो त्यही भएर हामीले चेन्ज गर्नुपर्ने भयो अनि चेन्ज गरेर हामी चाहिँ अब भेन्यूतिर जाँदैछौँ हाम्रो बेजत पनि भयो होइन फोहोर लुगा देखेर छिर्नै दिएन कुलीहरू अलाउ छैन अरे अनि तनाव भयो नि त अनि हामी त फेरि कुली होइन एथलिट हो अब एथलिट पारा देखाउनु पऱ्यो होइन अहिले ड्रेस चेन्ज गरेर हामी चाहिँ इक्विपमेन्टहरू बोकेर हिँडिसकेका छौँ ल न तपाईँ गर्नु नि त भन्नु पर्थ्यो नि जब चाहिँ हामी यहाँ भेन्यूमा पनि पुगिसक्यो है अनि हामीसँग यहाँ प्रेम दाईले जोइन गर्नुभएको छ हेलो प्रेम दाई के भन्न चाहनुहुन्छ यहाँ ला भिजेछ त यहाँ म्याट पनि यसरी राखेको छ यार भिजिसकेको छ म्याट त म्याटको कभर पनि निक्लिसकेको त फेरि आएर म्याट पनि बोक्नुपर्ने होला झ्याउ सो गाइज यहाँ रजिस्ट्रेसन गर्न नि कस्तो लामो प्रोसेस भएको यार नेट नचलेर मेरो चाहिँ भने यहाँ सो गाइज हामीले यहाँ बाँकी टिमलाई नि भेटिसकेको छौँ के छ सञ्जय ब्रदर हो के गरे कहिले अस्ति गएबाट ए आज नि हो अहिले चाहिँ हामी यहाँ अलिकति पेट पूजा हान्दैछौँ सञ्जय पुरै मुख दलेर खाइरहेको सो अहिले चाहिँ हामी अलिकति प्रि वर्कआउट टाइपको प्रि वर्कआउटै त होइन अब जे पाए त्यही खाइदिएर पोस्ट वर्कआउट रहेछ यहाँ चाहिँ केटाहरूले बार सेटअप हान्दैछ है सो म चाहिँ हाम्रो म्युजिक दिन आइरहेको छु हाम्रो म्युजिक सोकेस गर्न लाग्दाखेरि बजाउनु पर्ने म्युजिकहरू फङ्क दिइरह हो न त बेसिकल्ली त्यही एउटै सेम होला त्यो त डाउन गर्नु नि दुइटा एकछिन त अनि हुन्छ छोड फाइनली सेटअप चाहिँ अलमोस्ट कम्प्लिट भइसकेको छ अब हाम्रो यहाँ म्याट आउँदैछ अनि चाहिँ हामी वी आर गुड टु गो सो गाइज हाम्रो चाहिँ अब पालो आइसकेको छ है सेटअप पनि भर्खरै सकेको छ अब सन्जय हान्नलाई चाहिँ इट्स फाइनली आवर टाइम गाइज अब चाहिँ सञ्जय भिडियो हान्नलाई यहाँबाट भिडियो हान्नलाई यहाँबाट मेरो हान्ने ल हातमै लाग्छ खोल्छु अहिले मैले काम गर्नु भाई लोग अब नेक्स्ट दीपक जा रहा है सबका रिएक्शन खींचना है। ओ गाइस अल्लाह ये क्या है
दीपक नेगी What the? ये त धेरै हल्लिएकै थियो मेरो सो गाइज ढुङ्गा हाल्यो मेरो त यहाँ घाउ पनि भयो यार लडेर यार म त मासाईको पाराले मेरो लेट्स गो राई बहिनी है ऊ चाहिँ अहिले अस्ति बेङ्गलोरमा भएको कम्पिटिसनमा चाहिँ गोल्ड मेडल लिएर आएको छ नेपालको लागि लेट्स गो औडा दुईटाको कम्बो push up Let's go, man. Let's go. Nice. Release it. Up. Hold it. गाए ना केही हान्न सक्यो होइन कमेडी लगाइरहेको छ यहाँ दामी भइरहेको छ बाना सन्चै मलाई त जोइन आइरहेछ ऊ वना मान्छे नै
One arm handstand once more. मुख गाह्रो भइहाल्छ जोडाएर सबै होइन सबै पुलअप स्लप ल ल ल हाम्रो यता दामी सेसन जाँदैछ इन्ट्रेस्ट देखाइरहेको छैन मान्छेहरूले झ्याउलाएर हाल सबलाई मान्छेहरूले केही बुझाएन इन्ट्रेस्टै लगाइरहेको लगाइरह है इन्ट्रेस्ट लगाएर नि हुनसक्छ के छ र गल यार हान्नु थाक्यो हाइक लिएर जान्छ है ल Elliot और बढाउँ भने यार माइनस पो भयो सब लेखेर हान्थ्यो यार ल गाइज हाम्रो सोकेस पनि सक्यो है अब यस्तो डान्सहरू इन्जोय गर्ने मान्छेलाई हाम्रो सोकेस के राम्रो लाग्यो होला कतिले हेर्नुभयो कतिले इग्नोर गर्यो होला होइन बट यत्रो घाउ पनि गरियो होइन यत्रो घाउ पनि भएको छ यहाँ यस्तो मेहनत गरेर जस्ट फर क्यालिस्थेनिक्स कम्युनिटीको लागि मात्र होइन जस्ट टु सपोर्ट आवर क्यालिस्थेनिक्स कम्युनिटी एन्ड प्रमोट इट अब यसबाट हामीले केही पाउने पनि केही होइन यत्रो पसिना बगाएको छ होइन अलिकति बेइज्जत पनि भएको जस्तो लाग्छ बट त्यस्तो सोच्नुहुन्न होइन जस नराम्रो सोच्ने हुन्छ अनि राम्रो पनि सोच्ने हुन्छ त्यति हो अब हाम्रो चाहिँ सकिसक्यो अब म चाहिँ फ्रेस हुन जाँदैछु सो मेरो हालत देख्न सक्नुहुन्छ पुरै पसिनाले रुजा छ है रगत सकत नै आइरहेछ यहाँ घाउसाउ भइरह त्यही हो गाइज अब गाइज यस्तो यस्तो सो इन्जोय गर्नेहरूलाई देखाउन आएको छ त के मतलब हुन्छ त यार मतलबै छैन बेकार आएको कस्तो अडियन्स हेरेर आउनुपर्ने हो यस्तो यस्तो अडियन्स भयो त पहिले नआउनुहुन्थ्यो मलाई चाहिँ आएको कस्तो साइको लागिरहेको क्या अलि हेर्ने अडियन्सलाई पो देखाउने हो त यार यो जो पहिला देखाएर त अनि इग्नोर भइहाल्छ सबै सो गाइज अब चाहिँ हामी यहाँ अलिकति खाजा खाँदैछौँ होइन अब चाहिँ हाम्रो इभेन्ट सकि पनि सक्यो जस्तै कि मैले अघि भने होइन
जसले हेरे पनि नहेरे पनि नगर न यार हामीले चाहिँ क्यालिस्थेनिक्स कम्युनिटीलाई सपोर्ट गर्नको लागि अनि प्रमोसन गर्नको लागि मात्र गरेको हो यो होइन जस यति नै थियो हाम्रो चाहिँ सोकेस आजको लागि यति नै थियो सो यहाँसम्म हेर्नुभएकोमा तपाईँहरूलाई थ्याङ्क यू सो मच एन्ड लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला होइन गर्नुभएको छैन भने अनि कमेन्ट हान्नु होला कुन पार्ट मन पर्यो कस्तो लाग्यो भनेर होइन एन्ड लेट्स सी इन द नेक्स्ट भिडियो लेट्स गो मैले राम्रै खाइरहेको छु प्रोटिन हो दिस इज आवर गाइज लेट्स गो